अघि नै मैले खाना पकाएको थिएँ, हेरेको पाकेछ खाना। अब त्यस पछाडि किचनमा जाने अनि आलु धुएँ, अनि आलु धुएर ठ्याक्क बसाएँ उसिन्नलाई कुकरमा। अनि त्यस पछाडि मैले अघि नै सिबी उसिनेको थिएँ, सिबी पनि राखेँ। अनि आलु उसिनेर केलाएर ठ्याक्क ठिक्क पारेर राखेको। थोरै चाहिँ लोकल टमाटर अनि त्यो न्युटेला भिजाएर निचोरेर राखेको। अनि थोरै तेल लगाएँ, तर मैले थोरै तेल लगाएँ, अति नै थोरै लगाएछु क्या। अब अघि त ठिकै हुन्छ जस्तो लाग्यो, त्यो भरे यस्तो हेरेको न्युटेला फ्राई गर्न लगाएको अति थोरै भएछ। अनि त्यस पछाडि न्युटेला लगाएर फ्राई गरेँ। हल्का रातो रातो बनाउनुपर्छ क्या न्युटेलालाई चाहिँ। अनि फ्राई गरेँ। अनि त्यस पछाडि अलिअलि रातो हुनेसम्म फ्राई गरेर निकाल्नुपर्छ क्या। यस्तो हुँदा चाहिँ ठ्याक्क भएको तेलहरू पनि निक्लिन्छ नि त, तर निक्लिएन क्या। चाहिँ बेसी कम्ती नै तेल लगाएको छु मैले। अनि फेरि ती तेल लगाएँ त्यही कराईमा अनि सब्जी बनाउनलाई। अनि प्याज थोरै लगाएँ, रातो रातो हुने गरी भुटेँ। त्यस पछाडि मैले अघि नै उसिनेको त्यो सिबी थियो, त्यो सिबीलाई लगाइदिएँ। अनि बेसार चाहिँ तेलमै लगाउनु भन्नुहुन्छ नि त हाम्रो आमाले चाहिँ। अनि तेल मैले बेसारै लाउनु बिर्सिछु, अनि माथिबाट अलिअलि बेसार लगाइदिएँ। अनि यो बोडी राम्ररी पाकेको थिएन नि त, अनि यो पानी सुकोस् भनेर यहाँ यतिकै छोडिदिएँ मैले। अनि चाहिँ कसरी पकाएको भन्नुहुन्छ होला कि, तर हामी चाहिँ फेरि यस्तै नै पकाएर खान्छौँ नि त। अनि मिठै लाग्छ, आफ्नो उयो हो। अनि हाम्रोमा फेरि अदुवा लसुनहरू खानुहुन्न आमाहरूले। अनि त्यस पछाडि आलु र न्युटेला पनि लगाइदियो, अघि फ्राई गरेको न्युटेला र आलु। अनि यहाँ यता फेरि यतापट्टि चाहिँ दिदीको आज जन्मदिन थियो कि, अनि यो माङ्गेना गरेको हाम्रो यो किराँत धर्मअनुसार हो यो चाहिँ। अनि सब्जी पनि पाक्यो। यहाँनिर चाहिँ मैले सब्जी मसलाहरू रङ मैले कुटेर खोर्सानी आफै घरमा कुटेर राखेको खोर्सानीको धुलो, नुन, टमाटरहरू सबै लगाएको थिएँ क्या। त्यो चाहिँ मैले फोटो भिडियो खिच्नै भएन, चाहिँ अचार रेडी भयो।